एकदमै दुःखद खबर आएको छ साथीहरू। बिपिन जोशीको शव ल्याइयो, बिपिन जोशी अब छैनन् भन्ने कुराहरू इजरायली फोर्स आइडिएफले कन्फर्म गरिसकेको अवस्था छ। 2 दिन अगाडि मात्र मिडियामा छ्यापछ्याप्ती आएको थियो बिपिन जोशी पनि जीवितकै लाइनमा छन्, जीवित भएकै होस्टेजहरूमा परेका छन्। बिपिन जोशी पनि अब रिहाई हुँदैछन्, रिहा गरिँदैछ। बन्धक बनाएर राखिएको बिपिन जोशी अब छुट्दैछन् भन्ने धेरै नै राम्रो खबर भनेर हामीले पनि सम्प्रेषण गरेका थियौँ। मैले पनि स्वयं रूपमा भिडियो बनाएको थिएँ। अब केही हुन्छ, बिपिन जोशी छुट्नुहुने हो भनेर बनाएको थिएँ। तर अहिले भने दुःखद खबर आएको छ। आइडिएफले नि कन्फर्म गरिसकेको छ होस्टेज बनाइएका बिपिन जोशी, जुन बन्धक बनाइएका बिपिन जोशी, नेपालका बिपिन जोशीको शव ल्याइसकेको अवस्था छ इजरायलमा। भनेपछि योभन्दा दुःखद खबर तपाईँमा अरू हुन सक्दैन। बिपिन जोशीलाई भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। साथसाथै यस्तो घडीमा उहाँको परिवारमा के बितिरहेको होला, तिहार कुरेर बसिराख्नुभएकी बहिनीमा के बितिरहेको होला, लगायत आफन्तहरूमा के बितिरहेको होला, त्यो तपाईँ हामीले महसुस गर्न पनि सक्दैनौँ। अब तपाईँ हामीमाझ बिपिन जोशी रहनु भएन। उहाँले विभिन्न सपनाहरू बोकेर जानुभएको थियो, पढाइको क्रममा जानुभएको थियो, अनुसन्धानको क्रममा इजरायल जानुभएको थियो। तर उहाँ अस्ताउनु पर्ने भयो। उहाँ अन्तर्राष्ट्रिय रूपमै शहीद हुनुभएको छ। अब के गर्नु, यस्तै हो। बाध्यताले गर्दाखेरि उहाँ जानुभएको थियो, अनुसन्धान गर्न जानुभएको थियो, कृषिको विद्यार्थी बनेर जानुभएको थियो। तर हमासले उहाँलाई बन्धक बनाएर अहिले मारिसकेको अवस्था छ। अब उहाँको शव आउने नआउने टुङ्गो छैन, नेपालमा ल्याउने नल्याउने टुङ्गो छैन, परिवारलाई बुझाउने नबुझाउने टुङ्गो छैन। तर इजरायली आइडिएफले भने लिइसकेको छ भन्ने कुरा आएको छ। यो एकदमै दुःखद खबर तपाईँहरू समक्ष मैले सुनाउनु पर्दाखेरि एकदमै दुःख लागेको छ। मैले नि 2-3 दिन अगाडि जीवित हुनुहुन्छ अरे भनेर मिडिया मार्फत सुनेको हुनाले भिडियो मैले पनि बनाएको थिएँ, लगायत धेरै मिडियाहरूले बनाउनु भएको थियो। तर 2 दिन पछाडि नि उहाँ हुनुहुन्न अरे, उहाँको त मृत्यु भइसकेको छ अरे भनेर बनाउनु पर्दाखेरि एकदमै दुःख लागेको छ। उहाँलाई पुनः पनि भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। तपाईँ अमर रहनुहुनेछ, तपाईँ सदैव सम्झनामा आइरहनुहुनेछ बिपिन जोशी।